नमस्ते दर्शकबिन, हजुरहरूलाई फेरि नयाँ एपिसोडमा हाजिर भएको छु। आज तपाईलाई एकदम नयाँ जानकारी लिएर आएको छु। कस्ता साथीभाइहरूले चाहिँ पैसा पहिले गरिब हुनुहुन्छ, फेरि बिचमा धेरै कमाउनुहुन्छ, फेरि त्यही पहिलेकै ठाउँमा आएर बस्नुहुन्छ। कस्तो गर्व भएको मान्छेहरू पैसा पहिले गरिब भएर जन्मिनुहुन्छ, पछि धेरै कमाउनुहुन्छ, फेरि डुब्नुहुन्छ। यसको बारेमा केही जानकारी दिनेछु। हेर्नुहोस्, तपाईको पहिले तपाईको भाग्य रेखा हुन्छ नि, जस्तै यो भाग्य रेखा यहाँ बिचमा दह्रो छ, माथि छैन, तलन छैन। अब यो उम्ला पनि छोटो छ। यदि यो भाग्य रेखा बिचमा दह्रो छ, माथि पनि उम्ला पनि अलिकति भन्न बिचमा ठिक्क छ, तर उम्ला बिचमा भाग्य रेखा बिचमा छ। जस्तो यो बिचमा भाग्य रेखा छ अनि यहाँबाट सुरुमै रेखा निक्ले, जीवन रेखाबाट रेखा निक्लिन्छ। सुरुमा जीवन रेखाबाट निक्लिन्छ, तर बिचमा गएर जीवन रेखा काटिन्छ। मतलब तपाईको सुरुमा दुःख हुन्छ, पछि गएर पैसा कमाउनु भयो। तर कान्छी उम्ला छोटो छ भने तपाईले 20-22 वर्ष 25 वर्षमा कमाउँछ, फेरि 35-40 वर्षमा धेरै डुब्नुहुन्छ। कसरी किन डुब्नु भयो भने त्यसमा चाहिँ तपाईको बुवा आमाको धेरै भूमिका हुन्छ। हजुरबा नै गरिब छ, बुवा पनि गरिब हुनुहुन्थ्यो, तर तपाईले बिचमा गएर धेरै कमाउनु, किन बिचमा भाग्य रेखा तगडा थियो तपाईको। सुरुमा जीवन रेखाबाट यो जीवन रेखाबाट रेखा पनि सुरुमा निक्लेको थियो, किन जीवन रेखा चाहिँ यताबाट हेरिन्छ, भाग्य रेखा यताबाट हेरिन्छ, जीवन रेखा यो भागबाट हेरिन्छ। सुरुमा रेखा निक्ल्यो जीवनबाट, त्यही भएर पैसा कमाउनु भयो। अत बिच पछिका जीवन रेखा निक्लिन छोरो, तर यसमा इफेक्ट के परेछ भने तपाईको बुवा पनि गरिब हुन्थ्यो, हजुर पनि गरिब हुन्थ्यो भनेपछि एउटा कुरा के हुन्छ ज्योतिषमा, हाम्रो महिना हुन्छ नि रुपी, हाम्रो बाँझ झेकबाट उठ्छ नि, बेलुका बाँझ झेकै आउँछ। मतलब प्राय 60% मान्छेहरू जस्तो जन्मेको हुन्छ मर्ने बेला प्राय त्यस्तै हुन्छ। त्यो कुरो तपाईले अगाडि नै थाहा पाउनु भयो। म फेरि भोलि गरिब हुन्छु भने थाहा पाउनु भने, कमाएपछि त्यसलाई मेन्टेन गर्न सक्नु भने फेरि तपाईको छोरालाई चाहिँ धनी हुन सजिलो हुन्छ। सम्झिनुहोस्, तपाईको बुवा पनि धनी हुन्थ्यो, तपाईको हजुरबा पनि धनी हुन्थ्यो, तपाई गरिब हुनु भने तपाईको त्यो ब्लडले गर्दा तपाईले त्यो गरिब भए पनि तपाईले अलिकति मिहिनेत गर्नु, बिहान 4 बजेदेखि बेलुका 11 बजेसम्म काम गर्नु भने तपाई धनी हुने वात्तै चान्स हुन्छ। अहिले पनि भन्दैछु, तपाईले मैले भनेको कुरा बुझ्नुभयो भने अलिकति म क्लियर रूपले भन्दैछु। जसको जीवन रेखा, यो जीवन रेखा भयो, जीवन रेखाबाट सुरुबाटै जीवन रेखाबाट 2-4 वटा रेखा निक्ले, जो जीवन रेखा जब रेखा निक्लिन्छ, यसलाई रेखा निक्लेपछि यो पैसा कमाउने योग भयो। दाँत पनि दार निक्लेको हुन्छ, जीवन रेखा सुरुमा पैसा निक्ल्यो भने पैसा कमाउने योग त भयो, तर तपाईँ फेरि त्यो पैसा डुब्ने चान्स चाहिँ छिटो हुन्छ कि पछिका जीवन रेखा निक्लेको छैन। अनि बुवा पनि गरिब हुनुहुन्थ्यो, हजुर पनि गरिब हुन्थ्यो, फेरि तपाईँलाई केही न केही झमेला परेर डुब्ने चान्स धेरै हुन्छ। तर त्यसमा केही ज्योतिष उपाय गर्नुभयो भने, तपाईँलाई त्यो हामीले ज्योतिषको सल्लाह लिनुभयो भने, अब भाइ वा दाइ वा दिदी वा बहिनी तपाईँहरू डुब्दै हुनुहुन्छ है भनेर हामीले सल्लाह दिनु भने त्यो डुब्ने चान्समा कमी आउँछ। त्यसकारण एउटा राम्रो एस्ट्रोलोजरलाई देखाउँदा तपाईँलाई कुनै घाटा हुँदैन। अहिले भन्दैछु, तपाईँको ब्लडमा धेरै ठुलो इफेक्ट पर्छ, किन तपाईँको जीवन रेखा सुरुमै 20-22 वर्ष उमेरमा निक्ल्यो, 25 वर्षमा जीवन रेखाबाट रेखा निक्ले, अगाडि बढे, जीवन रेखाबाट रेखा अगाडि निक्ले, तपाईँले त्यही भएर कमाउनु भयो। पछिका जीवन रेखाबाट निक्लेनन्, त्यही भएर तपाईँ डुब्नु भयो। तर त्यो कुरो अगाडि नै थाहा पाला म डुब्छु भन्ने थाहा भएपछि तपाईँको नाममा केही सम्पत्ति राख्नुहुन्न भनेपछि तपाईँ सबै आफ्नो छोराछोरी बुढीको नाममा राख्नुहुन्छ भनेपछि डुब्ने चान्स त कम भयो। भन्नु मतलब यसको मतलब हामी केही न केही ज्योतिष तपाईँलाई उपाय सिकाइन्छौँ, कसको नाममा राख्ने, तपाईँ घरमा पैसा कसको नाममा राख्ने, कसरी डुब्नबाट बचाउने भनेपछि यो ज्योतिषमा केही उपाय गर्दा तपाईँलाई फाइदा हुन्छ। तपाईँलाई जस्तै अहिले मैले भने त जीवन रेखाबाट रेखा निक्लेको छ, तपाईँले सुरुमा 20-22 वर्षकै उमेरमा फोन चलाउँदा 5-6 नम्बर पाउनुभयो, तपाईँको सङ्गत राम्रो काउनु भयो भने वात्तै तपाईँले पैसा कमाउनुहुन्छ। तर तपाईँ जब सङ्गतहरू खराब हुँदै गयो, तपाईँको जीवन रेखा निक्लिन छोडे भने तपाईँ वात्तै डुब्नुहुन्छ। त्यो डुब्न चाहिँ कसरी बचाउने भने हामी तपाईँ अर्को एपिसोडमा भन्दैछौँ। आज तपाईँलाई जुन पैसा कमाउन सुरुमा पैसा कमाएर पछि कसरी हेर्नुहोस्, पैसा कमाएर डुब्दा फेरि जीवन रेखा पछि गएर काटेको छ, जस्तै अलि 40-35 रेखामा गएर काट्यो, रेखा निक्लिन बन्द भयो, त्यसपछि तपाईँले डुब्ने चान्स 100.99% भयो। किनभने जीवन रेखाबाट रेखा निक्लिनु भनेको पैसा कमाउनु हो, जीवन रेखा काटिनु भनेको चाहिँ डुब्नु हो। जस्तै यो जीवन रेखा जब पैसा निक्लिन्छ रेखा पैसा कमाइन्छ, जब जीवन रेखा काटिन्छ त्यतिखेर तपाईँको लफडा झमेला पैसा डुब्ने चान्स 99% हुन्छ। यो त हातको सर्च गरेर मैले भनेको। तपाईले जुन अहिले जसरी म तपाईहरुलाई म भन्दैछु यो कुरा फेरि याद गर्नुस्, मैले भनेको कुराहरु गाउँ घरमा सर्च गर्नुस्, यो कुरा 100% तपाईले पाउनु भयो भने यसले भनेको ज्योतिष सही रहेछ भन्नुहुन्छ। तपाईले जुन खुशी र माया दिनुभएको छ, फेरि पनि नयाँ नयाँ एपिसोड लिएर नयाँ नयाँ भिडियोमा आउने छु। यति भन्दै बिदा चाहन्छु। धन्यवाद।